म जमिन मुनि मुनि बगिरहेको कुचे खोला अन्डरग्राउन्डमा फ्लो कडा हुनाले बालिन्दै उठेको होला शब्दहरू हाँसी हतौडा खुकुरी कट्टा र खोडा मेहनत जति नै चाहिन्छ झोला यतिकै आउँदैन चारवटा सिलिन्डर भएको घोडा बुझेन तेरो दिमागमा स्मरण शक्ति नै पुग्दैन सबजना खुसीकै खोजी सबलाई भर्न छ आफ्नो गोजी आखिरमा पैसा नै खुसी पो हो कि मलाई नि लाउनु छ सुनचाँदी हिरा र मोती होइन सपना यति मात्र यो इन्डस्ट्रीमा यति सपना देख्नु पाप जस्तो लाग्छ न त यहाँ कसैले पहिले गरेको छाप छ यो सबै मुखै त हो सबजना आफ्नो कमजोरी मान्छेहरूबाट छ लुकाइराको यहाँ बढी बोल्ने मुख छैन यहाँ अहिले चाहिएको छ हामीलाई थुकाइदाको आफ्नो सपना र लक्ष्यलाई पाउन म हिँड्दैछु अग्निपथ त्यही पनि त पछि छस् त बदनाम महसुस गर्दैछस् किनकि म हिँड्दैछु अग्निपथ त्यही पनि त पछि छस् आफ्नो सपना र लक्ष्यलाई पाउन म हिँड्दैछु अग्निपथ त्यही पनि त पछि छस् त बदनाम महसुस गर्दैछस् किनकि म हिँड्दैछु अग्निपथ त्यही पनि त पछि छस् त जति नि गर्दछस् हेलाको वृद्धि तैले गर्ने काम त्यही मात्र हो रिस्की योद्धामा कलाको सृष्टि त आफ्नो घमण्डबाट निस्की तभन्दा म नै छु जिद्दी घृणाले भरेको छ मनस्थिति त्यही पनि शान्त स्वभाव उच्च आचरण प्रभाव सार्वजनिक ठाउँमा व्यक्तिगत कुरा नराख म बालेन्दाईसँग डोजर ल्याएर गर्छु सखा सब कुरा नराम्रो सोचाइहरूमा मनभित्र सर्वनाश गर्नलाई पर्खिरा पशुमा कमजोरी हुँदैछ करुणा त्यसैले सक्दैनस् त कहिले म हुन म जस्तो खोज यहाँ गोप्य खतरनाक गर्भसातम तयार गर्दिन यो खेलको सर्वनाश धारणा बलियो म भित्र जुन कहिले नि थिएन तसित यो कलम भित्रको मसिनै पवित्र चलनको बात देखाउँछ तेरो चरित्र आफ्नो सपना र लक्ष्यलाई पाउन म हिँड्दैछु अग्निपथ त्यही पनि त पछि छस् त बदनाम महसुस गर्दैछस् किनकि म हिँड्दैछु अग्निपथ त्यही पनि त पछि छस् आफ्नो सपना र लक्ष्यलाई पाउन म हिँड्दैछु अग्निपथ त्यही पनि त पछि छस् त बदनाम महसुस गर्दैछस् किनकि म हिँड्दैछु अग्निपथ त्यही पनि त पछि छस् आफ्नो सपना र लक्ष्यलाई पाउन म हिँड्दैछु अग्निपथ त्यही पनि त पछि छस् त बदनाम महसुस गर्दैछस् किनकि म हिँड्दैछु अग्निपथ त्यही पनि त पछि